जमिन छ र पनि केही कुरो फल्दैन। समस्या चाहिँ जमिनमा छैन, समस्या चाहिँ बिउमा छ। हामीले जमिनलाई र बिउलाई भेट गराइदियौँ भनेदेखि, जमिनलाई र बिउलाई हामीले मिलाप गराइदियौँ भनेदेखि त्यहाँनिर फल आउन सुरु गर्छ। बाइबलले भन्छ जसै उसले बिउ छर्छ, ऊ सुते पनि जागा रहे पनि रात दिन त्यो बिउ टुसाउँछ। त्यो कसरी बढ्छ सो छर्नले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बालामा दाना लाग्छ। संसारभरि छरिएर बस्नुभएको सम्पूर्ण मेरा प्यारा मित्रहरूलाई म यो भिडियो मार्फत बताउन चाहन्छु, जबसम्म हामी परमेश्वरको वचनको बिउ हाम्रो हृदयमा रोप्दैनौँ तबसम्म हाम्रो जीवनमा परमेश्वरको राज्यका फलहरू फल्दैनन्।